वेलकम छ गाइज मेरो मिनी ब्लगमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। आज मैले पोर्कको रेसिपी लिएर आएको छु। मैले आफैले यो बनाइरहेको पोर्कको रेसिपी कस्तो लाग्छ हेरेर कमेन्ट गर्नु होला है। लास्टमा टक्कसँग प्याज काटेँ, खोर्सानी काटेँ होइन, मसला म्याग्नेट गरिसकेको थिएँ मैले। मसला म्याग्नेट गरिसकेपछि अनि यसलाई एक साइडमा राख्नु पर्यो मसला, अनि फेरि सबै सामानलाई एक ठाउँमा राखेर अब सुरुमा कुन हाल्ने र कुन के गर्ने मलाई थाहा छैन। मैले आज फर्स्टचोटि यो पोर्कको रेसिपी बनाएको। मैले फर्स्ट टाइम लाइफमा बनाएको, मलाई कहिले पनि थाहा थिएन। जे सोधी बनाएको मेरो मिसेसलाई, उहाँले मलाई जे होस् हेल्प गर्दै हुन्थ्यो। अनि मैले टक्कसँग सुरुमा तेल तताएँ होइन, अनि तेल तताएँ, तेल तातिँदै थियो। अनि मसँग क्यामेराम्यान पनि थिएन क्या। अब कसैले क्यामेरै पक्र्न नमाने, तर अनि मैले लास्टमा एउटा क्यामेराम्यान डेन्जर छानेर ल्याएको छु। अहिले त क्यामेराम्यानकोमा भिडियो देखाउँछ तपाईँहरू ल। अनि तेल तातिसकेपछि मैले प्याज र अनि खोर्सानीको त्यो हालेँ काटेको, अनि काटेको हालेँ। अनि त्यो प्याज र खोर्सानीको काटेको हालेँ। अनि त्यसलाई अब एकछिन त रातो हुन दिनु पऱ्यो नि त। त्यो रातो भइसकेर पो उयो गर्ने होइन। अनि तेलमा त्यसलाई मजासँग मैले यसरी चलाएँ हातले होइन, अनि बिस्तारै बिस्तारै चलाएँ। अनि एकछिन त्यसलाई जस 2 मिनट या 3 मिनट सपोज मैले त्यहाँ छोड्नुपर्ने थियो क्या उसलाई। अनि त्यो अलिअलि रातो हुन थालेपछि अनि त्यसलाई मैले टक्कसँग हल्का बेसार हालेँ क्या त्यसमा। मलाई जस्तो तरिकाले थियो मैले त्यही तरिकाले गरिरहेछु। मलाई खासै म प्रोफेसनल खाना बनाउने मान्छे पनि होइन। अनि आज पोर्कको मासु खानु मन लागेर आफैले बनाउनु पऱ्यो, अनि बनाउनु पऱ्यो। अनि त्यही भएर म बनाउँदै थिएँ। अनि बेसार हालिसकेपछि अनि म चलाउन आँटेको त्यसलाई, टक्क चलाउँदैछु म। अनि चलाएँ अनि बेसार सेसार त्यो प्याज र खोर्सानीको त्यो तेलमा हालेको छ नि, त्यो त्यसमा बेसार चलाउँदै थिएँ। अनि हल्का बेसारलाई मिलाइदिउँ। अनि त्यस पछाडि अब त्यो प्याज र खोर्सानी रातो भइसक्यो अनि मासुलाई पनि त्यसमै अलि एकछिन चाहिँ त्यसलाई त्यहीँ हालेर चलाउनु पऱ्यो भनेर हालेको। मासुलाई टक्कसँग हालिसकेपछि मजाले त्यसलाई म्याग्नेट गरेँ क्या, त्यो बेसार र अनि तपाईँलाई प्याज र खोर्सानीहरूको त्यसमा म्याग्नेट गर्नु पऱ्यो एकछिन भनेर। अनि त्यसलाई त्यसमै चलाएँ मजाले, अनि चलाउँदै थिएँ। अनि त्यो चलाउँदै एकछिन त्यसलाई हल्का हिट हुन दिनु पऱ्यो नि त। त्यो मासु हल्का रातो हुनु पऱ्यो, नभए यत्तिकै पाएँ भने त सेतो हुन्छ, मजा आउँदैन खान। अनि त्यसलाई एकछिन छोडिदिएँ मैले त्यसमै होइन। अनि त्यस पछाडि काम गरेको जे होस् ठिक छ मेरो होइन, योजना त्यो तरिकाले म आफै कमेन्ट गर्दै त्यस्तो छ भनेर होइन। अनि फेरि चलाएँ त्यसलाई अलिकति 2 मिनट 3 मिनट भइसकेपछि चलाएँ। अनि यो एमडिएच मसला, यो तपाईँलाई सब्जी मसला भन्ने हुँदो रहेछ एउटा नयाँ। अनि त्यो म्याग्नेट गरेको मैले जुन यो थियो नि अदुवा लसुन जिरा खोर्सानीमा, त्यसमा त्यो मसला पनि हालेँ। अनि टक्कसँग फेरि हल्का गरम मसला हालेँ थोरै। अनि गरम मसला हालिसकेपछि अनि एमडिएचको फेरि मिट मसला पनि हालेँ क्या, धेरै होइन थोरै क्या, धेरै मसला खानु पनि हुँदैन, थोरै। अनि सब हालिसकेपछि अनि त्यस पछाडि त्यसलाई चलाउनु पऱ्यो नि त, हल्का पानी हाल्नु पऱ्यो भनेर सोचेँ अब मैले होइन। पहिला एकचोटि मासु चाहिँ पहिला चलाउँछु अनि त्यस पछाडि त्यो हाल्छु भनेर सोचेँ। मासु त डल्न आँटेको थियो नि त सायद मेरो, धेरै खरेर। अनि त्यही भएर मैले चाहिँ मासु खरेको अब चेक गर्नु पऱ्यो खरेको छ कि छैन भनेर। अनि हेर्दै थिएँ खरिसकेको रहेछ मासु। अनि त्यो नुन हल्का त्यसमा मैले हालिदिएँ सुरुमै। नुन हालिसकेपछि त्यसलाई अलिकति चलाएँ मजाले। अनि चलाएर त पसिना त फेरि यस्तो आएर थियो नि गाइस, कुरै नगर्नु क्या, यस्तो गर्मी थियो। त्यो गर्मीमा पनि मासु खानु त जसलाई पनि लाग्छ नि होइन, सबैलाई लाग्छ नि। अनि पसिना हो जेसुकै होस् मैले त खाने भनेर टक्कसँग त ग्लासमा पानी थियो मेरो थोरै होइन। अब त्यो पानीलाई चाहिँ मैले के गर्नु भनेर सोचिरहेको थिएँ। यो पानीलाई चाहिँ यहाँ अलिकति त्यो मसलाको यसमा हाल्नुपर्छ भनेर, पानी थोरै थियो अनि त्यसमा हाल्नु पऱ्यो भनेर सोचिरहेको थिएँ क्या। मासु फेरि कस्तो भयो भने फेरि हेरेको जलो कि क्या हो, फर्स्ट टाइम बनाउँदैछ आत्तिन्छ नि त होइन बनाउने मान्छेहरू। हल्का रातो कता भइरहेको थियो क्या रातो मासु। अनि रातो भयो जस्तो लागिरहेको थियो मलाई चाहिँ। अनि फेरि चलाएँ एकछिन होइन मजाले। अनि चलाइसकेपछि त्यसलाई मैले अब मसलाहरू हाल्नै बाँकी थियो, मसला चाहिँ मैले हालेको छुइनँ किनकि त्यो सुरुमा बेसार सेसार हालेको थिएँ, त्यसमै मैले अलिकति त्यसलाई मलाई हिट मात्र हान्दै थिएँ अलिकति रातो बनाउन। अनि त्यस पछाडि म चाहिँ अनि यो गर्नु पऱ्यो भनेर सोचिरहेको थिएँ। अब चाहिँ म टक्कसँग मेरो क्यामेराम्यान यही नै हो, यो बुनु हो क्यामेराम्यान, मेरो दाइको छोरी हो उयो मेरो क्यामेराम्यान, स्पेसल क्यामेराम्यान हो मेरो चाहिँ। मेरो छोरा पनि फेरि यस्तो पोज दिइरहेछ, बिरालो जस्तो दिइरहेछ हो फेरि। अनि मलाई पसिना निक्लेर म पुरै टावल लिएर मुख पुस्न गएँ क्या। फेरि आफू पनि बुढो भइसकेर तालु उखिलिन आँटिसकेको छ गाइस, के ऊ मेरो जेठा छोरा फेरि लाटो जस्तो गर्दैछ हो। अनि टक्कसँग गर्मी भयो भने पानी खानु पऱ्यो एकछिन पर्खी भनेर क्यामेराम्यानलाई पानी खायो। अनि क्यामेराम्यानलाई पनि गर्मी लाग्यो, फेरि क्यामेराम्यानले पनि पानी खान गयो होइन लिएर। अनि मेरो छोरा सुगासँग खेल्दै थियो अनि जेठा छोरा पनि। अनि म चाहिँ फेरि अब यता यो चाहिँ मेरो घरको जो ऊ चाहिँ मेरो दाइको छोरी हो,
मैले चाहिँ मसला हालिसकेको थिएँ। मसला हालेर अनि मैले यो चलाएँ, टक्कसँग चलाएको थिएँ। अनि पसिना हेर्नु न आम्मामा अनुहारमा त कुरै नगर्नु, पसिना आएको त कलकल कलकल क्या, ओभर गर्मी। तर फेरि पोर्कको मासु बनाएपछि ओभर दामी। क्यामराम्यानको पनि अनुहारमा फेरि गर्मी हेर्नु न, पसिनाले पुरै, क्यामराम्यान पनि पसिना मासु भुटेर मजाले रातो भइसक्यो त होइन। अब यो रातो भइसक्यो, अब के खाने त, भुटुवा खाने कि झोलवाला खाने सोधेँ मेरो छोराहरूलाई, क्यामराम्यानलाई। अनि सबैले भन्यो झोलवाला खानुपर्छ आज भनेर, ल भनेर अनि त्यही झोलवाला नै बनाउने भनेर योजना गरेँ मैले टक्कसँग होइन। अनि पानी टक्क हालिदिएँ होइन, झोलवाला खाने भने चाहिँ पानी त चाहियो नि त, पानी नहाले नि त झोलवाला मजाले। पानी थोरै थियो, त्यहाँदेखि फेरि थोरै थापेर जारबाट पानी हाल्न रेडी भएकोमा फेरि पनि पानी हालेपछि अब यति पानीले ठ्याक्क हुन्छ भनेपछि एकचोटि त्यसलाई मजाले चलायो क्या। चलाइसकेपछि अनि टक्कसँग अब त्यसलाई चाहिँ के गर्ने गाइज, हाम्रो पाराले अब थोरै नुन त हाल्नुपर्छ। अघि नुन हालेको भरै पानी हालेर लागेन भने मैले नुन हालेँ, फेरि थोरै छोपेँ त्यसलाई टक्क। मेरो यो कान्छो छोरा है गाइज, उहाँ चाहिँ मेरो श्रीमती, आज उहाँलाई मैले फ्री दिएको होइन। यो चाहिँ मेरो घरको मेन गेट हो, फुल छ हाम्रो घरको गेटमा होइन। मेरो घर यस्तै छ फेरि गाइज, के गर्नु होइन। मेरो छोराले स्टोन देखाइदिइरहेको, फेरि स्टोन हान्दैछ, स्टोन के हानेको भाइ, स्टोन भन्छ होइन, लजाएर उता लाग्छ, गर भने मैले होइन फेरि गर्दै थियो। झन्डै लड्यो फेरि हो लाटा, के भन्नु। अनि क्युट त क्युटै छ मेरो छोरा, कोरियन जस्तो छ होइन। अनि यहाँ मेरो जो पनि फेरि क्युट छ नि, फेरि खतरा जिब्रो निकालिदिइरहेको छु गर्मी भएर क्या। यो चाहिँ मेरो रुम हो गाइज। ऊ मेरो छोरा फेरि बडी देखाउँदैछ हो, फेरि मलाई पनि देखाउनु भन्दै मैले देखाएन। मासु आएर हेरेको त पाक्दो रहेछ यार, ल झोल उम्लिँदै थियो, बत उम्लिसकेको थियो झोल क्या। फेरि कस्तो दामी उम्लिसकेको थियो। अनि मैले टक्कसँग सुरुमा पाकिसकेपछि क्यामराम्यानलाई सुरुमा दिनु पऱ्यो, क्यामराम्यानलाई दिइसकेर अनि आफू पनि खाना बसिसक्यो चुवाचेको मासु लिएर। फेरि गाई कस्तो मिठो छ नि चुवाचेको मासु, झोलवाला अनि साग अनि एउटा प्याज होइन, दाल हालिदिएको। मोमो फर्स्ट टाइम 1 बाइट हानेको, अब कस्तो दामी टेस्ट, लाइफमा फर्स्टचोटि मैले बनाएको बब्बाल थियो क्या। मलाई आफै मन पऱ्यो क्या मैले खाएको र प्लस मैले बनाएको। मैले सोधेँ होइन छोराहरूलाई पनि, कस्तो छ भाइ भनेर, बब्बाल थियो बाबा भनेर। अनि मेरो मिसेसले भन्दै थियो, ल अबदेखि मासु ल्यायो भने बाबाले पनि बनाइदिनुहुन्छ भन्दै थियो। के को बाबाले फर्स्टचोटि बनाएको म त बनाउँदिनँ भन्दै थिएँ होइन, बनाइदिनुपर्छ तपाईँले बनाएको राम्रो थियो नानीहरूले भन्दै थियो अरे। मैले त मासु ठोक्दै प्याज ठोक्दै भात झोलसँग खाएको, यस्तो दामी थियो नि गाई, कसम भनेको। मैले फर्स्ट टाइम मैले बब्बाल बनाएको थिएँ आफ्नो आफैले भिडियो बनाएर आफैले खाएर आफै यो गरेर बनाउँदा ओभर खुसी लाग्यो। मेरो कान्छो छोरा पनि खाँदै थियो, फेरि उसले चाहिँ फेरि मासु तान्नी गाई या दिएर तान्दै